नमस्कार, म उमापति पोखरेल, नेशनल सेल्स हेड नेपाल लाइफ इन्स्योरेन्स। आज म तपाईहरुलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भर्खरै बजारमा ल्याएको अति नै आकर्षक जीवन बीमा योजना नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजनाको बारेमा जानकारी गराउन गइरहेको छु। प्रत्येक मानिस आफ्नो स्वाभिमानमा बाँच्न चाहन्छ। आफू तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना कहिल्यै पनि गर्न नपरोस् र आफ्नो वृद्ध अवस्थामा आफू आर्थिक रूपमा कसैको भर पर्न नपरोस् भन्ने चाहना हरेकमा हुन्छ। यही चाहनालाई आत्मसात गर्दै एक बीमा योजनाबाट दुई किसिमको सुविधा उपभोग गर्ने पाउने गरी नेपाल लाइफले नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना यहाँहरु समक्ष ल्याएको छ। यस योजनाका मुख्य विशेषताहरू: बीमा योजनाको नाम नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना। यो बीमा योजनाको प्रकार सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमा मुनाफामा सरिक हुने। प्रवेश उमेर 18 देखि 65 वर्ष हुनेछ। ऐच्छिक सुविधा एडीबी, पीटीडी, पीडब्ल्यूबी, सीआई। सावधि जीवन बीमाको हकमा न्यूनतम 5 वर्षदेखि अधिकतम 35 वर्षसम्मको हुनेछ। विकल्प 2 यानी कि पेन्सन प्लान न्यूनतम 15 वर्षदेखि अधिकतम 62 वर्षसम्म जोखिम वहन हुनेछ। यहाँहरूलाई स्मरण रहोस्, 65 वर्षको व्यक्तिले यदि न्यूनतम 5 वर्ष बिमा गर्छ भने 70 वर्षमा उसको बिमाको अवधि पूरा हुन्छ। त्यो बेलामा उसले बिमाङ्क रकम लिनेछ। 70 वर्षपछि लगातार उसले बिमाङ्कको 5% 79 वर्षसम्म प्राप्त गर्नेछ। 80औं वर्षमा उसले के गर्नेछ, फेरि उसको बचत आर्जित बोनस प्राप्त गर्नेछ। 80 - 65 = 15 वर्ष जोखिम वहनको पिरियड रहनेछ। त्यसै गरी यदि 18 वर्षको व्यक्तिले यो पेन्सन प्लान लिएको छ भने 80 - 18 = 62 वर्षसम्म यो पेन्सन प्लानको जोखिम वहन रहनेछ। बीमा समाप्ति अधिकतम उमेर विकल्प 1 सावधिक जीवन बीमाको हकमा 70 वर्ष हुनेछ र विकल्प 2 पेन्सन प्लान आजीवन बीमाको हकमा 80 वर्ष हुनेछ। बीमा शुल्क भुक्तानी तरिका वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक स्यालेरी सेभिङ स्किम। तर एकल बीमाको हकमा भने केवल सावधिक जीवन बीमा मात्र दिइनेछ। एकल बीमा शुल्क तिर्ने तरिका पेन्सन प्लानलाई दिइने छैन। न्यूनतम बिमाङ्क रकम 25,000 को हुनेछ र अधिकतम बिमाङ्क रकम आय स्रोतको आधारमा जति रकमको पनि गर्न सकिनेछ। यस योजनामा समावेश भएका सुविधाहरू: बीमा शुल्क तिर्ने तरिका। यस योजनामा यदि कसैले वार्षिक बीमा शुल्क तिर्दछ भने छुट छैन। अर्धवार्षिक बीमा शुल्क बुझाएमा 1% थप शुल्क लाग्नेछ। त्रैमासिकमा 2% थप लाग्नेछ र मासिकमा 2% थप लाग्नेछ। कर्जा लिने व्यवस्था साथै बीमा समर्पण गर्ने व्यवस्था पनि गरेको छ। वार्षिक 3 किस्ता बीमा शुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट 3 वर्ष पूरा भइसकेपछि यदि बिमितले कर्जा चाहिएको खण्डमा उले आफ्नो बीमा लेखलाई धितो राखी कर्जा लिन पनि सक्नेछ। वार्षिक 3 किस्ता पूरा बीमा शुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ भएको मितिदेखि 3 वर्ष पूरा भइसकेपछि यदि बिमितले आफूले लिएको बीमा लेखलाई कन्टिन्यू गर्न नसकेको खण्डमा उसले समर्पण मूल्य लिएर पनि जान सक्नेछ। दुर्घटना मृत्यु लाभ सुविधा एडीबी, एक्सिडेन्टल डेथ बेनिफिट। 18 वर्षदेखि माथिका बिमितले एडीबी को अतिरिक्त शुल्क तिरी रु 1 करोडसम्मको दुर्घटना लाभ लिन सक्नेछ। बीमा शुल्क छुट तथा पूर्ण अशक्तता सुविधा यानी कि पीटीडी, पीडब्ल्यूबी सुविधा। 18 वर्षदेखि माथि 70 वर्षसम्म पीटीडी, पीडब्ल्यूबी सुविधा दिइनेछ। यसको अधिकतम बिमाङ्क रकम 1 करोडको हुनेछ। घातक रोग सुविधा यानी कि सीआई, क्रिटिकल इलनेस सुविधा। 18 वर्षदेखिका बिमितले अतिरिक्त बीमा शुल्क तिरेर बिमाङ्क रकम बराबर अधिकतम 50 लाखसम्मको
यो CI सुविधा लिन सक्नेछन्। बिमाको रकम भुक्तानी पाउने अवस्था। विकल्प 1 सावधि जीवनको हकमा बिमा लेख चालु रही बिमा भुक्तानी अवधिसम्म बिमित जीवित रहेको खण्डमा बिमा लेखमा उल्लेख भएको बिमाको रकम प्लस आर्जित बोनस बिमा अवधि समाप्तिमा एकमुष्ट दिइनेछ। विकल्प 2 यानी कि पेन्सन प्लान आजीवन जीवन बिमा। बिमा लेख चालु रही बिमा भुक्तानी अवधि समाप्ति मितिसम्म बिमित जीवित रहेको खण्डमा बिमाको समाप्ति पश्चात बिमित स्वयंले नै बिमाको रकम प्राप्त गर्न सक्नेछ। यानी कि 70 वर्षको उमेरमा तत्पश्चात उसले बिमाको रकम पाउँछ तर बोनस दिइँदैन। 71 वर्षदेखि लिएर 79 वर्षसम्म उसले बिमाङ्कको 5% पेन्सन प्राप्त गर्दै जानेछ। 80 वर्षमा उसले जम्मा भएको एकमुष्ट बोनस प्राप्त गर्नेछ। बिमा लेख चालु रही बिमा भुक्तानी अवधिभित्र जुनसुकै कारणबाट बिमा लेख अन्तर्गत नपर्ने जोखिम बाहेक बिमितको मृत्यु भएको खण्डमा बिमितको इच्छाको कानुनी हकवालाले बिमाङ्क रकम र आर्जित बोनस एकमुष्ट प्राप्त गर्न सक्नेछ। यो विकल्प 1 को हकमा। विकल्प 2 यानी कि पेन्सन प्लानको हकमा बिमा लेख चालु रही बिमा अवधिभित्र बिमा गरेको व्यक्तिको मृत्यु 70 वर्षभित्रमा भएमा इच्छाको कानुनी हकवालाले बिमाङ्क रकम र बोनस एकमुष्ट प्राप्त गर्न सक्नेछ। तर 70 वर्षमा बिमाको अवधि पूरा भइसकेपछि पेन्सन प्लान सुरु भइसकेपछि यानी कि एभ्री इयर 5% बिमाको 5% चालु भइसकेपछि 80 वर्षको उमेर पुग्नुभन्दा पहिल्यै यदि बिमितको मृत्यु हुन्छ भने इच्छाको कानुनी हकवालाले बिमाङ्कको 50% प्लस बिमा अवधिभर सङ्कलित बोनस एकमुष्ट प्राप्त गर्न सक्नेछ। यदि एडीबी सुविधा एक्सिडेन्टल डेथ बेनिफिट लिएको छ र बिमा चालु रहेको अवस्थामा यदि बिमितको मृत्यु दुर्घटनाको कारणबाट हुन्छ भने अधिकतम 1 करोडसम्म एडीबीको सुविधा दिएको छ। यानी कि 1 करोडको बिमा लिएको व्यक्तिको दुर्घटनाको कारणबाट मृत्यु हुन्छ भने बिमाङ्क रकम 1 करोड प्लस एडीबीको 1 करोड प्लस त्यतिन्जेलसम्मको आर्जित बोनस एकमुष्ट इच्छाको कानुनी हकवालाले प्राप्त गर्न सक्नेछ। विकल्प 1 सावधिक जीवन बिमाको हकमा यदि दुर्घटना मृत्यु लाभ तथा अपाङ्ग अशक्तता सुविधा लिएका बिमा लेख चालु रही बिमा भुक्तानी अवधिभित्र बिमितको दुर्घटनाको कारणबाट स्थायी अङ्गभङ्ग भई अशक्तता भएमा बाँकी बिमा शुल्क भुक्तानीमा छुट दिइनुको साथै अपाङ्ग अशक्तता सुविधा बराबर रकम मासिक 120 समान किस्तामा अपाङ्ग अशक्त बिमितलाई भुक्तानी गरिनेछ। विकल्प 2 पेन्सन प्लानको हकमा यदि दुर्घटना मृत्यु लाभ तथा अपाङ्ग अशक्तता सुविधा लिएका बिमा लेख चालु रही बिमा भुक्तानी अवधिभित्र बिमितको दुर्घटनाको कारणबाट स्थायी अङ्गभङ्ग भई स्थायी अशक्तता भएमा बाँकी बिमा शुल्क भुक्तानीमा छुट दिइनुको साथै अपाङ्ग अशक्तता सुविधा बराबर रकम मासिक 120 समान किस्तामा अपाङ्ग अशक्त बिमितलाई भुक्तानी गरिनेछ। यदि घातक रोग सुविधा सीआई लिएको अवस्थामा चालु बिमा लेख अन्तर्गत बिमा भुक्तानी अवधिभित्र बिमितको घातक रोग पहिचान भएमा शर्तको अधीनमा रही घातक रोग बापतको 100% रकम बिमितलाई प्रदान गरिनेछ। यसरी हेर्दा नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सावधिक अग्रिम तथा आजीवन जीवन बिमा योजनाले विशेष गरी 2टा कुरा विशेषता बोकेको छ। पहिलो विकल्प 1 सावधिक जीवन बिमामा बिमितले सर्टेन पिरियडको बिमा चालु गर्छ। त्यो बिमा अवधिभर बिमितले बिमा शुल्क भुक्तानी गर्दै जान्छ। बिमाको समाप्तिमा एकमुष्ट बिमाङ्क रकमको बोनस प्राप्त गर्दछ। यो सावधिक जीवन बिमा हो। यसै गरी विकल्प 2 यानी कि पेन्सन प्लान बिमितले एउटा निश्चित अवधिको लागि यानी 18 वर्षदेखि माथिको व्यक्ति 65 वर्षसम्मको व्यक्तिले बिमा लिन पाउनेछन् र एउटा निश्चित पिरियडको लागि उसले बिमा गर्छ। त्यो पिरियडसम्म उसले बिमा शुल्क बुझाउँदै जान्छ। बिमाको समाप्तिमा बिमित स्वयंले नै बिमाङ्क रकम पाउँछ। तत्पश्चात बिमितले बिमा शुल्क बुझाउनु पर्दैन। बिमा अवधि पुरा भइसकेपछि एभ्री इयर
बिमाङ्कको 5% बिमितले पेन्सन सरह पेन्सन पाउँदै जान्छ। बिमितको उमेर 79 वर्ष पुगुन्जेलसम्म 5% बिमाङ्कको 5% पेन्सन पाउँदै जान्छ र बिमितको उमेर 80 वर्ष पुग्दा बिमा अवधिभर टोटल जम्मा भएको आर्जित भन्दा एकमुष्ट प्राप्त गर्दछ। यसरी हेर्दा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भर्खरै बजारमा ल्याएको यो नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना अतिकै नै आकर्षक भएको हुनाले सम्पूर्णलाई यो बिमा लिनको लागि म हार्दिक अनुरोध गर्दछु। नेपाल लाइफ, किनकि जीवन अमूल्य छ।